नमस्कार। आज नेपाली साहित्य परिषद सिक्किमले सिक्किमको तत्त्वावधानमा सिक्किमका हाम्रा अभिभावक डाक्टर हरिप्रसाद छेत्रीको पुस्तक समजातीय सन्धान, सन्धान भनेको मतलब खोज, समजातीय सन्धान भन्ने पुस्तक यहाँ लोकार्पित भएको छ र आजको कार्यक्रममा हाम्रो सिक्किम विधानसभाको उपाध्यक्ष माननीय राजकुमारी थापाज्यू मुख्य अतिथि रहनुभएको थियो र समजातीय सन्धानमाथि चर्चा राखिएको थियो र चर्चामा यो पुस्तक एकदमै राम्रो छ, यो पुस्तक पठनीय छ र यो पुस्तकबाट धेरै कुराहरू हामीले पुराना इतिहासका कुराहरू लिन सक्छौँ र नयाँ कुरा लेख्न सक्छौँ र नयाँ इतिहास लेखिनुपर्छ भन्ने कुराहरू यो पुस्तकमा छ भन्ने कुराहरू अघि चर्चामा आएको थियो। हुन त नेपाली साहित्य परिषदले यसको अनुपान्त अध्ययन गरेको छैन र पनि हामीले एकजना सिक्किमका अभिभावक हाम्रा हाम्रा माननीय हरिप्रसाद छेत्रीज्यू, उहाँलाई हामी पहिलादेखि मान्छौँ किनभने भानु उद्यानमा भानुको मूर्ति स्थापना कालदेखि नै उहाँले धेरै नै नेपाली साहित्य भाषाको लागि काम गर्नुभएको छ र उहाँ हाम्रा अग्रज हुनुहुन्छ र उहाँले लेखेको कृतिलाई हामी नेपाली साहित्य परिषदले यसरी लोकार्पण गर्न पाउनु यो उहाँलाई त इज्जत हो, तर हामी नेपाली साहित्य परिषद पनि सम्मानित भएको म आफैलाई त्यस्तो लाग्दछ।